अपमानपछि चुप रहनुहोस्। नमस्कार साथीहरू, प्रेरणाको स्रोत च्यानलमा फेरि स्वागत छ। आजको अद्भुत कथामा प्रवेश गर्नु अघि सब्स्क्राइब बटन थिच्न नबिर्सनुहोस् र बेल आइकन थिच्नुहोस् ताकि तपाईँ प्रेरणादायी कथाहरू कहिले मिस नगर्नुहोस्। सँगै मिलेर सकारात्मकता फैलाऊ। एउटा कथा, एउटा प्रेरणा। जब कसैले तपाईलाई अपमान गर्छ, चुप रहनु कमजोरी होइन, यो बलको प्रदर्शन हो। धेरै जस्तो मानिसहरू सोच्छन् कि चुप बस्नु भनेको झुक्नु हो, कि यदि तपाईले आक्रोशमा जवाफ दिनुभयो भने तपाईले कसैलाई आफूमाथि हावी हुन दिनुभयो। तर सत्य यो हो, आवेगमा प्रतिक्रिया दिनुले तपाईलाई बलियो बनाउँदैन। यो केवल यो देखाउँछ कि अरूले तपाईलाई नियन्त्रण गर्न सक्छन्। जब तपाईँ कसैको शब्द वा व्यवहारले रिसले भरिनुहुन्छ र तुरुन्तै प्रतिक्रिया दिनुहुन्छ, तपाईँ आफ्नो नियन्त्रण गुमाउनुहुन्छ। तिनीहरूले तपाईको भावनामाथि शक्ति प्राप्त गर्छन्। सोच्नुहोस्, कति पटक तपाईले कसैलाई अपमानको जवाफमा रिसाएको देख्नु भएको छ? कि तिनीहरू बलियो देखिन्थे वा नियन्त्रण बाहिर? कोठामा सबैभन्दा चर्को स्वर भएको व्यक्ति सधैँ शक्तिशाली हुँदैन। जो शान्त रहन्छ, जो आफ्नो भावनालाई नियन्त्रणमा राख्छ, त्यो व्यक्ति नै साँच्चै शक्तिशाली हुन्छ। चुप रहनु भनेको अनुशासनको प्रदर्शन हो। कतिपयले तपाईलाई उक्साउन खोज्छन्, तपाईको धैर्यताको परीक्षा लिन्छन् केवल तपाईको प्रतिक्रिया हेर्न। तिनीहरू तपाईको शान्तिलाई भङ्ग गर्न चाहन्छन्, किनभने तिनीहरूसँग आफ्नै शान्ति छैन। यदि तिनीहरूले तपाईलाई आफ्नो अराजकतामा तान्न सक्यो भने तिनीहरूले नियन्त्रणको अनुभव गर्छन्। तर जब तपाईँ चुप रहनुहुन्छ, जब तपाईँ तिनीहरूको अराजकतामा संलग्न हुन इन्कार गर्नुहुन्छ, तपाईले स्पष्ट सन्देश दिनुहुन्छ, तपाईसँग ममाथि त्यो शक्ति छैन। यो भावनालाई दबाउनु वा अपमानले असर नगरेको नाटक गर्नु होइन, पक्कै पनि तपाईलाई असर गर्छ। तपाईँ मानव हुनुहुन्छ, तर वास्तविक परीक्षा यो हो कि तपाईँ त्यसपछि के गर्नुहुन्छ। के तपाईँ त्यस्ता व्यक्तिलाई आफ्नो शब्दको जवाफ दिन ऊर्जा खेर फाल्नुहुन्छ जो तपाईको शब्दको लायक पनि छैनन्? वा तपाईँ बुझ्नुहुन्छ कि हरेक लडाई लड्न लायक हुँदैन? शान्त रहनु भनेको चुपचाप बोल्नु हो। यो तिनीहरूलाई असहज बनाउँछ जो तपाईको प्रतिक्रिया चाहन्छन्। तपाईको मौनताले तिनीहरूलाई आफ्नै शब्द र व्यवहारको सामना गर्न बाध्य बनाउँछ। कसैले भन्न सक्छ, तर यदि मैले आफ्नो पक्ष राखिन भने मानिसहरूले मलाई कमजोर ठान्छन्। होइन, जब तपाईँ आफ्नो मूल्य बुझ्नुहुन्छ, तपाईलाई कसैलाई केही प्रमाणित गर्नु आवश्यक हुँदैन। सिंहले जङ्गललाई आफू सिंह हो भनेर भन्नु पर्दैन। आत्मविश्वास र उद्देश्यका साथ हिँड्दा मानिसहरूले तपाईलाई चर्को स्वर बिना नै चिन्छन्। मौनताले तपाईको ऊर्जालाई बचाउँछ। तपाईको ऊर्जा बहुमूल्य छ। यो तपाईले हरेक उक्साउने व्यक्तिलाई सजिलै दिन सक्नुहुन्न। तपाईसँग सपनाहरू छन्, लक्ष्यहरू छन्, शान्ति जोगाउनु छ। तर जब तपाईँ हरेक सानो अपमानमा प्रतिक्रिया दिनुहुन्छ, तपाईँ आफ्नो ऊर्जा खेर फाल्नुहुन्छ। कतिपय मानिसहरू द्वन्द्वमा रमाउँछन्। तिनीहरू नाटक सृजना गर्छन्, तनाव उत्पन्न गर्छन् र अरूलाई नियन्त्रण गुमाएको हेर्छन्। तर जब तपाईँ तिनीहरूको खेलमा सहभागी हुन इन्कार गर्नुहुन्छ, तपाईँ तिनीहरूको शक्ति खोज्नुहुन्छ। तपाईँ अनावश्यक तनावबाट आफूलाई जोगाउनुहुन्छ। अपमान एक जाल हो। यो तपाईलाई भावनात्मक प्रतिक्रियामा फसाउन डिजाइन गरिएको हो। तर जब तपाईँ शान्त रहनुहुन्छ, तपाईले तिनीहरूको जालमा नपर्ने सन्देश दिनुहुन्छ। तपाईको मौनताले भन्छ, तिम्रा शब्दले मेरो संसारमा कुनै वजन राख्दैन। आत्मसम्मान सदैव टक्राउमा हुँदैन। वास्तविक आत्मसम्मान भनेको यो बुझ्नु हो कि कुन कुरा तपाईको समयको लायक छ र कुन होइन। कहिलेकाहीँ सबैभन्दा शक्तिशाली कदम भनेको तिनीहरूले खोजेको प्रतिक्रिया नदिनु हो। अर्को पटक कसैले तपाईलाई अपमान गर्छ, एक कदम पछाडि हट्नुहोस्, सास फेर्नुहोस् र आफैलाई सोध्नुहोस् कि यो मेरो ऊर्जाको लायक छ, कि यो व्यक्तिको विचारले मेरो मूल्य परिवर्तन गर्छ? जवाफ होइन, किनभने अरूको शब्दले तपाईलाई परिभाषित गर्दैन। तपाईको मौनताले तपाईको शान्ति, तपाईको सम्मान र तपाईको मूल्य जोगाउँछ। तपाईको ऊर्जा, तपाईको सपना, तपाईको लक्ष्य, तपाईको वृद्धिका लागि प्रयोग गर्नुहोस्। तिनीहरूलाई बोल्न दिनुहोस्, तिनीहरूलाई शङ्का गर्न दिनुहोस्, तर तपाईँ आफ्नो बाटोमा अघि बढ्नुहोस्। तपाईको सफलता, तपाईको प्रगति, तपाईको शान्तिले तपाईको जवाफ दिनेछ। समयले सबै कुरा बोल्छ। तपाईले एक शब्द पनि नबोली तपाईको जीवनले तिनीहरूलाई गलत साबित गर्नेछ। यो सन्देश तपाईलाई आफ्नो मूल्य बुझ्न र अनावश्यक द्वन्द्वबाट टाढा रहन प्रेरित गर्नु हो। तपाईको शान्ति तपाईको शक्ति हो। अघि बढ्नुहोस्, आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस् र तपाईको सफलताले तपाईको कथा सुनाउनेछ। प्रिय दर्शकबिन, यदि यो कथाले तपाईलाई केही नयाँ दृष्टिकोण दियो भने, तपाईलाई यो कथा मन पर्यो भने कसैलाई पठाउनुहोस् जसलाई यो सुन्न आवश्यक छ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यो अद्भुत कथा अरूसँग पनि शेयर गर्न नबिर्सनुहोस्। प्रेरणाको स्रोतलाई लाइक गर्न नबिर्सनुहोला। तपाईको प्रतिक्रिया र सुझावको प्रतीक्षा गर्नेछौँ।
अर्को कथा फेरि सुन्न भेटौँला। तबसम्म जिज्ञासु रहनुहोस्, दयालु रहनुहोस् र सधैँ सम्झनुहोस् तपाईँ अद्वितीय रूपमा सुन्दर हुनुहुन्छ। तपाईको समर्थन नै हामीलाई अझ प्रेरणादायी सामग्री बनाउन मद्दत गर्छ। प्रेरणाको स्रोत बनेर अघि बढौँ। धन्यवाद।